हेलो साथीहरु, यस भिडियोमा स्वागत छ। यस भिडियोमा हामी have has को प्रयोग, यूज अफ have has को हेर्न गइराखेका छौं। यो have has प्राय पर्फेक्ट टेन्सहरुमा जस्तै प्रेजेन्ट पर्फेक्ट टेन्सहरुमा have has को प्रयोग हुन्छ, तर त्यहाँ चाहिँ सहायक भर्बको रूपमा हुन्छ भने यहाँ चाहिँ फरक छ। यहाँ चाहिँ मेन भर्बकै रूपमा यसको प्रयोग हुन्छ। र सित छ, सँगसित छ, लाइसित छ, लाई रोकमा हुन्छ भन्ने यो तलको र माथि अर्थ एउटै हो। अनि यसको परिभाषा चाहिँ वस्तुको स्वामित्व है कुनै व्यक्तिको अधीनमा छ, अधिकारमा छ भनेर देखाउनु पर्यो, अथवा उसको आवश्यक गुणहरु देखाउनको लागि चाहिँ have has दुईटामा एउटा लाग्छ, जुन चाहिँ यहाँ देखाएको छ। यो सब्जेक्ट अनुसार have has लाग्ने कुराहरु। यसको उदाहरणहरु हामी हेर्नेछौं। जस्तै अफर्मेटिभमा करणमा we have a doctor, हाम्रो डाक्टर हुनुहुन्छ अथवा हामीसँग डाक्टर छ भन्ने। अनि नेगेटिभ चाहिँ we do not have a doctor, हाम्रो डाक्टर हुनुहुन्न भन्ने। यहाँ स्ट्रक्चर दिएको छ। सब्जेक्ट भनेको we भइहाल्यो, अनि त्यसपछि have भनेको चाहिँ we have, अनि यहाँनिर चाहिँ have र has मा I we सँग जहिले पनि have लाग्छ। अनि यहाँ NP भनेको चाहिँ नाउन फ्रेज भनेको चाहिँ नाउन को काम गर्ने यो के रे समूह हुन्छ। सेन्टेन्स अपुरो सेन्टेन्स छोटो शब्द समूह, अनि यसलाई भनिन्छ। अनि यसमा चाहिँ लास्टमा अब्जेक्ट हुन्छ। अनि यो आकरणमा चाहिँ नेगेटिभमा चाहिँ अब यो डु र डज है, यो have सँग डु र has सँग चाहिँ डज को प्रयोग गर्नुपर्ने हुन्छ। यो चाहिँ आकरण र अनि क्वेशन मार्क नेगेटिभ र क्वेशन मार्क इन्टररोगेटिभमा चाहिँ यसको प्रयोग हुन्छ, एउटै छ। जस्तै अब यहाँ डु नट, यहाँनिर have भएको कारणले गर्दाखेरि V1 भएको कारणले गर्दा डु नट भयो भने, यदि यो V2 भइदिएको V5 भइदिएको भए चाहिँ जस्तै has V5 हो, त्यहाँ चाहिँ डज को प्रयोग हुन्थ्यो र यता चाहिँ प्लस V1 नै हुन्थ्यो। जस्तै I have a room, मलाई एउटा कोठा छ। I do not have a room, मलाई कोठा छैन। यसमा चाहिँ I सँग have नै लाग्ने भएको कारणले I have a businessman, मेरो व्यापारी छ। I do not have a businessman, मेरो व्यापारी छैन। You have a pen, तिमीसँग कलम छ। You do not have a pen, तिमीसँग कलम छैन। A pen भनेको चाहिँ यो NP भयो है। यहाँनिर चाहिँ a room हैन, a businessman भनेको चाहिँ NP शब्द नाउन समूह फ्रेज, नाउन फ्रेज भन्छ। मुना has a साइकल, मुनासँग साइकल छ। मुना does not have a साइकल, मुनासँग साइकल छैन। यहाँनिर has भएको कारणले गर्दाखेरि यहाँ कारण गरेर does not भयो, अनि V1 है, यहाँ V5 आइसकेको कारण यहाँ V1 लेख्नु पर्छ। They have mobile, तिनीहरुसँग मोबाइल छन्। They do not have mobile, तिनीहरुसित मोबाइल छैनन्। He has a laptop, उसको ल्यापटप छ। He does not have a laptop, उसको ल्यापटप छैन। He has a hat, उहाँको टोपी छ। He does not have a hat, उहाँको टोपी छैन। She has a book, उनीसँग किताब छ। She does not have a book, उनीसँग किताब छैन। जस्तै प्लुरल सँग चाहिँ have को प्रयोग हुन्छ। जस्तै they सँग यहाँ have को प्रयोग भएको छ, अनि सिंगुलर सँग चाहिँ has को प्रयोग गरेको छ। अनि यो मेन भर्ब हेरेर नेगेटिभ बनाउँदाखेरि चाहिँ मेन भर्बलाई हेर्नुपर्छ। जस्तै यहाँ has छ, त्यसकारण यहाँ डु डज मध्येमा एउटा डज ल्यायो, अनि डज नट प्लस, अनि यहाँ चाहिँ V1। अब यो V5 थियो, has V1 मा परिवर्तन गर्नुपर्छ। अनि त्यसरी नै have मा त अब यो V1 नै हो, र यो V1 भएको कारणले गर्दा डु नै ल्यायो र यता V1 नै राख्यो। The dog has a tail, कुकुरको पुच्छर छ। कुकुरको पुच्छर छैन। अनि यहाँनिर है dog has a tail, कुकुरको पुच्छर छ। The dog does not have a tail भन्ने भयो कुकुरसँग, कुकुरको। अब इन्टरग्रेटिभ नेगेटिभमा स्ट्रक्चर चाहिँ जहिले पनि यो प्रश्नवाचकमा चाहिँ डु डज यो सहायक भर्बको रूपमा अगाडि ल्याउनु पर्छ। त्यसपछि प्लस यहाँनिर चाहिँ सब्जेक्ट प्लस have प्लस NP समूह प्लस लास्टमा चाहिँ क्वेशन मार्क हुनुपर्छ। अनि नेगेटिभमा पनि एउटै छ, सेम फर्मुला छ। यहाँ चाहिँ नट मात्रै बढी हुन्छ। जस्तै डु वी have a doctor भनेको के हाम्रो डाक्टर हुनुहुन्छ। डु वी नट have a doctor, के हामीसँग डाक्टर हुनुहुन्न।
अनि डु आई हेभ अ रुम के मलाई एउटा कोठा छ डन आई हेभ रुम के मलाई कोठा छैन अनि चाहिँ डु नट आई डन आई पनि हुन्छ यो सर्टकटमा यतापट्टि डु आई नट हेभ अ रुम पनि हुन्छ यसरी बनाउन सकिन्छ डु आई हेभ अ बिजनेसम्यान के मेरो व्यापारी छ डु आई नट हेभ अ बिजनेसम्यान के मेरो व्यापारी छैन डु यु हेभ अ पेन के तिमीसँग कलम छ डु यु नट हेभ अ पेन के तिमीसँग कलम छैन हैन यु भनेपछि तिमी तपाई हजुर सबै पर्छ अनि त्यो नेपालीमा चाहिँ आफूले मिलाएर भन्नुपर्ने हुन्छ डज मुना हेभ अ साइकल के मुनासँग साइकल छ भन्छ यो मुना भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर डज आयो अगाडि अनि ह्याज लाग्थ्यो ह्याजलाई चाहिँ ह्याभमा परिवर्तन भयो डज मुना नट हेभ अ साइकल के मुनासँग साइकल छैन डु दे हेभ अ मोबाइल के तिनीहरूसँग मोबाइल छन् डु दे नट हेभ मोबाइल के तिनीहरूसित मोबाइल छैन डज ही हेभ अ ल्यापटप के उसको ल्यापटप छ डज ही नट हेभ अ ल्यापटप के उसको ल्यापटप छैन डज ही हेभ अ हैट के उहाँको टोपी छ डजन ही नट हेभ अ हैट के उहाँको टोपी छैन डज सी हेभ अ बुक के उनीसँग किताब छ डजन सी हेभ अ बुक के उनीसँग किताब छैन डज द डग हेभ अ टेल के कुकुरको पुच्छर छ डज द डग नट हेभ अ टेल के कुकुरको पुच्छर छैन अनि यसको प्रयोग चाहिँ अब अफर्मेटिभ सेन्टेन्समा हेभ र हेज यो दुईटामा एउटा लाग्छ हैन सब्जेक्ट अनुसार अनि हेभसँग चाहिँ यो V1 हो V1सँग V1 नै लाग्ने भयो डु यो नेगेटिभ बनाउँदाखेरि अनि त्यसपछि इन्टरप्रेटिभ क्वेशन मार्क बनाउँदाखेरि र इन्टरप्रेटिभ नेगेटिभ बनाउँदाखेरि चाहिँ यो डु टचको प्रयोग गर्नुपर्छ किनभने यो हेभ र हेज चाहिँ यहाँ मेन भर्बको रूपमा आएको कारणले गर्दाखेरि सहायक भर्बको रूपमा यिनीहरूलाई प्रयोग गर्नुपर्छ कतिले यसैलाई नै प्रयोग पनि गर्ने गर्छ त्यो पनि ठिकै हो तर अमेरिकन इङ्ग्लिसहरुमा चाहिँ यसलाई यसरी प्रयोग गरेको चाहिँ राम्रो मानिन्छ अनि त्यसपछि अर्को कुरा चाहिँ के छ भने यो प्लस यहाँनिर जस्तै डु नट अथवा डन प्लस हेभ हुन्छ अब यो त V1 नै भयो यो V1 मा V1 I मा मात्रै I हेभ लाग्छ अरुमा प्लुरलसँग प्लुरलै यो भर्ब लाग्ने गर्छ हेभ अनि सिंगुलरसँग चाहिँ हेज डज नट अथवा डजन हेभ प्लस यानी प्लस V1 है यहाँ डजन भनेको चाहिँ V5 भएको कारणले गर्दाखेरि जस्तै हेज भनेको V5 हो हेजको ठाउँमा डजन आएपछि यतातिर चाहिँ V5 लाई V1 बनाएर हेजलाई हेभमा लेख्नुपर्छ इन्टरग्रेटिभमा पनि त्यस्तै छ इन्टरग्रेटिभ नेगेटिभ बनाउँदा पनि डन अथवा डु नट प्लस हेभ अब यो डन बनाउने हो कि डु नट बनाउने हो हैन यहाँ यो भन्दा अगाडि सब्जेक्ट हुन्छ आई डन अथवा आई डु नट हेभ अ पेन यसरी माथिको उदाहरणहरु जस्तै अथवा डज नट अथवा डजन हेभ अ पेन यसरी चाहिँ यसलाई बनाउनु पर्ने हुन्छ र पर्फेक्ट टेन्समा र यसमा यही नै फरक छ कि यसै अब अघि नै परिभाषामा भने जस्तै माथि तालिकामा यो फरक छ र यसलाई जान्नुपर्ने हुन्छ यसलाई राम्रोसँग अध्ययन गर्नु होला धन्यवाद बाइ बाइ सर तपाईले यस भिडियोबाट धेरै कुराहरू सिक्नु भयो होला यदि सिक्नु भएको छ भने यस भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब र शेयर गरिदिनु होला र तपाईको कुनै जिज्ञासा सुझाव सल्लाह छ भने कमेन्टमा लेख्न सक्नुहुनेछ र धेरै कुरा सिक्नको लागि अर्को भिडियो हेर्न नबिर्सनु होला बाइ बाइ टेक केयर थ्यांक यू